आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुमा मेरो नमस्कार छ, स्वीकार्नुस्। नमस्कार। अहिले हाल नेपालमा समाज चाहिँ विभिन्न कोणबाट गिजोलिएको छ। यहाँ मान्छेहरू आफआफ्ना स्वार्थ बोकेर आफआफ्ना लाभका चीजहरूलाई हेरेर विभिन्न व्यक्तिहरूका पछाडि दौडिने एउटा चाहिँ होड चलेको छ र यहाँ नेतृत्व गर्ने नेतृत्व वर्गहरू पनि आफआफ्नो स्वार्थ हेरेर विभिन्न विदेशीहरूका पछाडि दौडिने, विदेशीहरूको चाहिँ फाइदाका लागि काम गर्ने र गराउने प्रवृत्ति व्यापक रूपमा बढेर गएको छ। यसले समग्र रूपमा हाम्रो राज्यलाई कमजोर बनाएको छ, जनताहरूलाई कमजोर बनाएको छ, राष्ट्रियतालाई कमजोर बनाएको छ। यही परिप्रेक्ष्यमा आज हामी केही सानो आफूलाई लागेको कुराहरू व्यक्त गर्नको लागि चाहिँ यहाँ उपस्थित भएको छौं। जस्तै यहाँ अहिले गणतन्त्र कि राजतन्त्र, राष्ट्रपति कि राष्ट्रपति कि राजा भन्ने कुराहरूमा यतिमै अल्मलिरहेका छौं। अर्को हिन्दू राज्य कि धर्मनिरपेक्ष राज्य, यी विभिन्न कोणबाट हामीलाई अलमल्लमा पारेर यहाँ नेतृत्व गर्नेहरू आफ्नो स्वार्थपूर्तिमा दिनोरात लागिरहेका छन्। यो कुराहरूलाई हामीले सहज रूपमा बुझ्नुपर्छ। राजा या राज संस्था, राष्ट्रपति वा राष्ट्रपतिको कार्यालय, हामीले हिजो एउटा संस्था हटायौं र अर्को संस्था जन्मायौं। राज संस्था हटायौं, राष्ट्रपतिको संस्था जन्मायौं। तर के गर्यौं? हिजो राज संस्थालाई किन हटायौं भन्दाखेरि त्यहाँ चाहिँ योग्य जनताको चाहना अनुसारका योग्य मानिसहरू आएनन् भनेर हटायौं। राष्ट्रपति ल्यायौं। राष्ट्रपतिमा पनि चाहिँ के भने बिरामी, रोगी, एउटा चाहिँ आफ्नो उमेरको चाहिँ अन्तिम पडावमा पुगेका मान्छेहरूलाई राष्ट्रपति बनाइरहेका छौं। राजा भन्नुस्, राष्ट्रपति भन्नुस् हैन, यो चाहिँ संसारमा चलेको एउटा राष्ट्र प्रमुखलाई भन्ने शब्दहरू मात्र हुन्। चौतारिया भन्नुस् हैन, सुल्तान भन्नुस्, महाराजा भन्नुस्, सम्राट भन्नुस्, तर त्यसले समग्र रूपमा के भन्छ भने हाम्रो समाजलाई चलाउने एउटा मुख्य व्यक्तिलाई जनाउने शब्द मात्र हो त्यो। र त्यसमा के छ भनेदेखि, तर त्यसमा ठूलो अर्थ राख्छ। त्यसमा के छ भने योग्य मान्छे, समग्र रूपमा विभिन्न कोणबाट योग्य मान्छेले त्यहाँ पुग्न पर्छ भन्ने कुरो चाहिँ मुख्य कुरो हो। तर यहाँ के छ भनेदेखि व्यक्ति चाहिँ दुर्बल भए पनि, रोगी भए पनि, अज्ञानी भए पनि यहाँ विभिन्न समूहहरूले, स्वार्थ समूहहरूले लगेर त्यहाँ चाहिँ खोपीको देउता भन्थे, खोपीको देउता जसरी राख्ने र प्रयोग गर्ने भएको कारणले यो राजा बनाउने, राष्ट्रपति बनाउने या चाहिँ सुल्तान बनाउने, महाराजा, सम्राट बनाउने शब्दहरूको के भनेदेखि ओज घटेको हो। राजै बनाउनु थिएन। हिजो पनि त चाहिँ नेपालको इतिहासै हेर्ने भने यो के छ भने योग्य मानिसहरूलाई आफ्नो छोरा पछि छोरा नाति पनातिलाई नदिएर योग्य मानिसहरूलाई आफ्नो चाहिँ देश चलाउनलाई हाँक्नुपर्छ भनेर यो चाहिँ के भने हस्तान्तरण गरेका योग्य राजाहरूले, जनताको भलो चाहने राजाहरूले राज्य हस्तान्तरण गरेको देखिन्छ। यो कुराहरू हामीले चाहिँ हेर्यौँ भने 5000 वर्ष अगाडिको चाहिँ इतिहासै हेर्यौँ भने पनि हाम्रो चाहिँ महाभारत, हाम्रो यदि ग्रन्थमा पनि के छ भने धृतराष्ट्र अन्ध भएको कारणले पाण्डुलाई राजा बनाइएको थियो। पछि उसले चाहिँ बलजफ्ती चाहिँ राज्य लियो। राजाकै छोरो राजा दुर्योधन पनि भएन, युधिष्ठिरले राज्य गरे। त्यसले गर्दा के छ भने यो शक्ति सङ्घर्ष हुन् आफ्नो, तर योग्य, जस्तै हाम्रै नेपालको इतिहास हेर्नु भने अंशु वर्मा राजाका छोरा थिएनन्। उनलाई चाहिँ पछि चाहिँ योग्य पुरुष पाइएको हुनाले राजा बनाइयो। त्यसले के छ भनेदेखि राजा भनौँ, राष्ट्रपति भनौँ, तपाईँ चाहिँ त्यसलाई चाहिँ महाराजा भन्नुहोस्, सम्राट भन्नुहोस्, अरू कुनै शब्द चाहिँ ले सम्बोधन गर्नुहोस्, तर के भने राज्यको मुख्य मान्छे विभिन्न योग्यताहरू भएको हुनुपर्छ। त्यसबेला जस्तै नरभूपाल शाहले चाहिँ लिगलिगे दौड्दाखेरि शारीरिक रूपमा चाहिँ सशक्त मान्छे चाहिँ त्यो जमानाको आवश्यकता थियो। त्यही अनुसार चाहिँ उनले दौडमा जितेर चाहिँ तपाईको के भने राजा भएका हुन् भने आजको योग्यता, आजको चाहिँ एउटा राष्ट्र प्रमुख हुने योग्यता के हुन् त? ती योग्यताहरूको निर्धारण गरौँ र योग्य मान्छेहरूलाई तपाईको चाहिँ के भने
राजा भन्नुहोस् या राष्ट्रपति भन्नुहोस्, त्यसलाई जेसुकै शब्दले सम्झाउनु, तर योग्य मान्छेलाई त्यहाँ पुर्याउनु भयो भने, पुर्याइयो भनेदेखि के भनेदेखि बल्ल त्यसको चाहिँ सार्थकता हुन्छ। यो चाहिँ के भयो भने यो राज्यको सञ्चालन गर्यो। जस्तै के छ भने यसमा चाहिँ योग्य मानिसहरू अरूले हुन किन पाउँथ्यो? हिजो 22 राज्य थिए, 24 राज्य थिए होइन। त्योभन्दा अगाडि जानु भने चाहिँ तपाईँको चाहिँ राज संस्था फिर्ता गर्ने भने कुन चाहिँ संस्था गर्ने त? यहाँ चाहिँ मुस्ताङ्गी राजा थिए, मनाङ्गे राजा थिए, 22 24 राज्यहरू, समग्र राज्यहरू पनि थिए। त्यसपछि चाहिँ शाहवंशीय राज्य आयो, त्योभन्दा अगाडि किराँतहरू थिए, त्यहाँभन्दा अगाडि चाहिँ महिषपाल थिए, त्यहाँभन्दा अगाडि गोपाल थिए। भनेपछि राज संस्थाको पुनर्स्थापना गर्ने हो भनेदेखि कुन राज संस्थाको स्थापना गर्ने हो त? त्यही भएर के भने हजुरबाउले योगदान गर्यो भन्दैमा नाति पनाति चाहिँ योग्य छैन भनेदेखि त्यसले त्यही स्तरको सम्मान, त्यही स्तरको चाहिँ पदवी पाउनुपर्छ भन्ने कुरो सरासर गलत हो भन्ने कुरा यहाँ राख्न चाहन्छु। अर्को कुरो के छ भने जस्तो हिन्दू राज्य भयो भने त राजा आइहाल्छ भन्ने कुरो। हिन्दू चाहिँ के भने एउटा धर्म, हिन्दू धर्म भन्दा पनि हिन्दू एउटा सभ्यता हो। यहाँ चाहिँ तपाईँको के भने विभिन्न सभ्यताहरूको समग्र रूपमा एउटा चाहिँ सुरक्षा कवच नै हिन्दू शब्द हो। यो हिन्दूभित्र चाहिँ तपाईँको चाहिँ के भने हिन्दू सभ्यताभित्र प्रकृतिका पुजारी छन्, तपाईँको चाहिँ मुन्दुम मान्नेहरू छन्, सनातन मान्नेहरू छन्, सनातन वैदिक धर्म मान्नेहरू छन्। यहाँ चाहिँ नेवाहरू पनि चाहिँ तपाईँको चाहिँ केही नेवा सभ्यता जुन छ त्यसका मानिसहरू पनि कोही हिन्दू परम्परा अनुसारको हिन्दू धर्मभित्र पर्ने चाहिँ वैदिक परम्परा अनुसार, तान्त्रिक परम्परा अनुसार र चाहिँ कोही बौद्धिस्ट बुद्ध परम्परा अनुसार, शून्यवाद अनुसार संस्कार गर्नेहरू पनि छन्। त्यही भएर के भने समग्र रूपमा यो एउटा चाहिँ डिसिप्लिन हो, एउटा चाहिँ के भने एउटा एकतामा बाँध्ने सूत्र मात्र भएको हुनाले संसारमा चाहिँ साउदी अरेबियामा पनि राज संस्था छ, भुटानमा पनि राज संस्था छ। त्यही भएर संस्था कुनै चाहिँ के भने संस्था ल्याउने कुरो चाहिँ त्यसलाई कसरी, अब राष्ट्रपतिको पनि त संस्था हो, राष्ट्रपतिको कार्यालय चाहिँ संस्था एउटा संस्थागत रूपमा विकास गरेको छ। त्यही संस्थालाई राजाको संस्था, राज संस्था भन्दा के भयो? केही फरक त नपर्ला। तर के भने त्यो मान्छे चाहिँ को बस्ने, कति योग्य मान्छेलाई लाने भन्ने कुरो मुख्य हो। त्यही भएर योग्य मान्छेको छनौट नै हाम्रो चाहिँ मूल आधार हुनुपर्छ। योग्य मानिसहरू चाहिँ माथिल्लो तहमा पुग्नुपर्छ। त्यो योग्यताको मापदण्ड राखौँ न। योग्यता त्यो चाहिँ एउटा योग्यताको मापदण्डमा समग्र रूपमा चाहिँ सबै नभए पनि हामीले चाहिँ के भने त्यो भएका मध्येमा सबैभन्दा राम्रोलाई लगेर राख्ने हो। सबैभन्दा राम्रोले अरूलाई चाहिँ योग्यले अरूलाई सिकाउने हो। यो कुराहरू जबसम्म हामी चाहिँ मनन गर्न सक्दैनौँ, तपाईको यहाँ कुनै पनि तन्त्र, कुनै पनि वाद, कुनै पनि संस्थाले चाहिँ मानव सभ्यता, देश, जनता, राष्ट्र र राष्ट्रियताको भलो गर्न कदापि सक्दैन। यहाँ के भने केही मानिसहरूलाई बोकेर केही स्वार्थ समूहहरूले खालि चाहिँ के भने आफ्नो स्वार्थ पूर्ति गर्ने भाँडो मात्र बन्छ। यति भन्दै अरू छलफलहरू गर्नु परेमा उपस्थित हुने बाचाका साथ बिदा हुन्छु। हवस् त, नमस्कार।